दर्शक नमस्कार, म केन्द्र बोरा। तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ स्क्रिनमा हाम्रो उद्यमशील हाट बजार वडा नगरपालिका वडा नम्बर 6 को दृश्य। यहाँनिर चाहिँ हाट बजारको निकै नै रमणीय दृश्यहरु तपाईहरु देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो यही पौष 13 गते आइतबारको दिनको हाट बजारको दृश्य हो। तपाईहरु देख्न सक्नुहुन्छ। निकै नै भिडभाड अनि निकै नै भव्य मेला थियो त्यो दिन। एकदमै दर्शकहरुको पनि निकै घुइँचो रहेको थियो। तपाईहरु पनि यहाँ आउन सक्नुहुन्छ। एकदमै न्यानो चाडोको लागि लुगाहरु पनि किन्न सक्नुहुन्छ। नास्ताका विभिन्न परिकारहरु पनि पाउन सक्नुहुन्छ। साथै विभिन्न तरकारीहरु आवश्यकता अनुसार पनि तपाईहरु यहाँ खरिद गर्न सक्नुहुन्छ। एकचोटी सेवाको मौका पनि दिनु होला उहाँहरुलाई। एकदमै रमाइलो पनि गरेर जानु होला। निकै नै भव्य रमाइलो हुँदै गइरहेको छ आजभोलि हाम्रो गाउँतिर। धन्यवाद है त। र तपाईहरुलाई के कस्तो लाग्छ हाम्रो भिडियोहरु, हाम्रो देउडा संस्कृति के कस्तो लागिरहेको छ यही भिडियो मार्फत कमेन्ट गर्न चाहिँ नछुटाउनु होला है त। धन्यवाद। साथै भिडियो मन पर्यो अन्य साथीहरुलाई पनि शेयर गर्न नभुल्नु होला है त। छैन त ग्राहक त आज बाबा बबाल सिन देखिया त पुरा साढे पानीको बजार के पुग्थ्यो त्यहाँ भन्दा ठुलो देखिरह आज। गाइस तपाईहरु यहाँ देख्न सक्नुहुन्छ हाम्रो आइतबारे हाट बजार भव्य छ यतापट्टि। तपाईले चाहेका न्यानो लुगाहरु यहाँ पाउन सक्नुहुन्छ। पक्कै पनि भव्य मेला छ। अहिले चाहिँ हाम्रो मेला लगभग कम भइसकेको छ। अलिकता देउडा बिचमा बिग्रेर यहाँ मान्छेहरु के खाँदैछन्। बवाल छ यता। यस्तो दामी देखाइरहेको छ। ल यहाँ ग्राहकहरु पनि निकै नै भिडभाड देख्न सक्नुहुन्छ तपाईहरु। यस्तो छ। एकैछिन ल मार्केटको भिडियो आयो है। ल यता चाउमिन पाक्दैछ। पुरा यता कस्टमरहरुको भिडभाड छ। निकै नै भिडभाड छ यतापट्टि। यस्तो छ। साउजीहरु खुसी हुनुहुन्छ। भिडियो कतै फेसबुकतिर भेटाएछ भने शेयर गर्नु होला है। बब्बा सबैभन्दा बढी चाहिँ यो पसल चल्दो रहेछ है। यता हेर्नुहोस् त तपाईहरु। साउजी ल यो पसल चाहिँ यस्तो छ भिडभाड हेर्नुहोस्। कस्टमरहरुको निकै नै भिडभाड छ। साह्रै साउजी साह्रै खुसी हुनुहुन्छ। सन्तुष्ट हुनुहुन्छ नि। ल उता ल यस्तो बवाल भिडभाड छ। अब के भन्ने हो। ल यी सबै चाउमिनै खान आएको। ल सबैजना ल यी हेर्नुहोस्। ल युवा जमात यता बसेको छ है। ल ल भाइरल। ल भोलि पर्सि भेटाएपछि शेयर गर्नु है भिडियो। ल यता माछा पनि पाउन सक्नुहुन्छ। माछा हाम्रो यताको रहेछ है। ल
नाम गर त मेरो एकदमै सस्तो पाउँछ यता माछा यो हाम्रै प्रतिखेतको पसल है त पुरो गुन्डियो बेटा ल ल ल ल ल च्याउ पनि रहेछ यता घरेलु च्याउ होला सायद बजार बजार यस्तो छ मार्केट के छ बिजनेस भइरहेछ चलिरहेछ साउजी ल ठिक छ एकदमै कस्टमरहरूको पुरा लाइन छ है यता एकैछिन के छ साउजी माछा बिक्री भइरहेछ राम्रै गइरहेछ ल ठिक छ यता भव्य छ यता साउजी माछा तपाईँहरू लिन सक्नुहुन्छ निकै नै ओहो उताको पसल अहिले यता सरेर रहेछ यहाँ साउजीलाई पनि देखाइदियो साउजी मजाले काटिराख्नु भएको छ ल यो भिडियो भोलि पर्सि आउँछ सेयर गर्नु होला है कति डेउडा मात्रै खिच्नु यार यहाँ बजार पनि खिचाउन एक दिन ल यता हाम्रो बसन्तको मार्केट आएको छ यो भिडियो हेरेर पनि तपाईँहरू आइदिनु होला क्यारो एकदमै सस्तो सस्तो 100 रुपियाँ 4 केजी आलु 100 रुपियाँ 3 केजी एकदम सस्तो छ सर ल ल एकदमै सस्तो छ होइन एकचोटि बुझिहालौँ 4 केजी 100 रुपियाँ 3 केजी ल ल 60 रुपियाँ केजी 90 रुपियाँ केजी ल 40 रुपियाँ केजी कोबी ल अर्को आइतबारमा 4-5 किलो लग्ने गरी आउनु होला है त ठिक छ ल यता पनि भिडभाडै छ यहाँ मोमो पाउँछ है फेरि यहाँ बबाल मोमो टेस्ट चाहिँ बबाल हुन्छ साउजी उता हुनुहुन्छ तरकारी पसल ल तरकारी ए यता तरकारी यता मुला एकदमै ताजा फ्रेस फोटो अब भाइरल बनाइदिनु परेन तपाईँहरूको व्यापार त्यसै चल्छ अनि ओ माई गॉड यहाँ त एकदम के हो यो भर्खरै ताजा हो के हो बारीबाट ए महँगो चाहिँ नगर्नुहोस् है भिडियो बन्दैछ तपाईँहरूले सस्तो दिनु होला हाट बजारमा सस्तो पाउँछ भनेर आउँछन् सबै ग्राहकहरू ल एकदमै अब चिसो मौसम आएको छ यो गन्जा है गन्जा ल गन्जा हो एकदम ल 50 रुपियाँ किलो हो 60 रुपियाँ 60 रुपियाँ भनेर अन्त्य ल हाम्रो लागि 10 रुपियाँ घटाइदिनु मार्केट यस्तो बवाल छ अहिलेको सिनहरू तपाईँले देख्न सक्नुहुन्छ बजार ल बवाल हाई ल कस्टमरहरूको निकै भिडभाड छ यता के छ साउजी साउजी साह्रै बिच छ नि के आज के छ ठिक छ ल यहाँभन्दा धेरै भिडियो चाहिँ नबनाऊ होला बजारको यहाँ समस्याहरू पाइराखेको छ है यता हाम्रा लोकल साउजी भिडियो लङ बन्ने जस्तो छ तपाईहरु
चाहिँ त्यो एउटा निकै नै छ